नेपाली अभिनेत्री तथा मोडल मुना गौचन केही समय यता बलिउड सहर मुम्बईमा व्यस्त छिन्। प्रशस्तै नेपाली म्युजिक भिडियो र केही कथानक फिल्ममा अभिनय गरेकी मुनाको व्यस्तता देखिन्छ। उनले त्यहाँ पनि म्युजिक भिडियो र विज्ञापन फिल्महरूमा अभिनय गर्दै आएकी छिन्। त्यस्तोमा मुनाले पछिल्लो समय एकपछि अर्को बलिउड स्टारहरूसँग सहकार्य गर्ने मौका पाएकी छिन्। उनले केही दिन अघि चर्चित बलिउड अभिनेता इमरान हाशमीसँग एक विज्ञापनमा अभिनय गरेकी छिन्। इन्स्टाग्राम मार्फत फोटो र भिडियो सेयर गर्दै मुनाले आफूले हाशमीसँग विज्ञापनमा अभिनय गरेको बताएकी छिन्। इमरान र मुनाले भारतको चर्चित टाइल्स कम्पनी अर्के टाइल्सको लागि सहकार्य गरेका हुन्। केही दिन अघि सार्वजनिक भएको विज्ञापनमा मुनाले भुइँमा लडेको मृत शरीरको भूमिका निर्वाह गरेकी छिन्। त्यसपछि इमरान आउँछन् र टाइल्सको प्रशंसा गर्छन्। त्यसपछि मुना जीवित हुन्छन्। अर्के टाइल्स सामु सबै कुरा फिका हुन्छन्, इमरानले भनेपछि विज्ञापन टुङ्गिन्छ। मुनाले यस अघि सन् 2023मा रणवीर सिंहसँग स्टार स्पोर्ट्स र रणबीर कपुरसँग एसियन पेन्ट्सको विज्ञापनमा काम गरेकी थिइन्। एमटिभी इन्डियाको सुपर मोडल अफ द इयर सिजन 2बाट उनको चर्चा चुलियो। उनले सन् 2019मा मिस इको नेपालको उपाधि जितेकी थिइन्। उनले अराज केशव निर्देशित नेपाली फिल्म जालोबाट फिचर फिल्ममा डेब्यू गरेकी थिइन्। उनलाई इन्स्टाग्राममा पछ्याउनेको सङ्ख्या उच्च छ।